नमस्ते आई मिस्टर कैलाशी मेरो युट्युब च्यानल तौराठीमा यहाँलाई स्वागत छ। आज म चाहिँ मेरो फ्यानहरुसित छु। बाहिर मेरो फ्यान होइन फ्यान मात्र हो, बिग फ्यान हो। बाहिरलाई तौराठीमा स्वागत छ। बाहिरको शुभ नाम अनिल अबी एन्जल ठिकै छ। तौराठीमा यहाँलाई स्वागत छ। तौराठी तपाईहरुको प्यारो टिभी तौराठी ल म चाहिँ मेरो यहाँ फ्यानसित छु। बहिनीको नाम आराध्या कार्की। तपाईँ मेरो फ्यान होइन? फ्यान मात्र हो, बिग फ्यान हो। फ्यान मात्र हो, बिग फ्यान हो। बुनु बिग फ्यान होइन? बिग फ्यान होइन? ल तौराठीमा तपाईँलाई स्वागत छ। ल म चाहिँ मेरो यहाँ फ्यानहरुसित छु आजगाछीमा। बहिनी मेरो फ्यान होइन? के हो त? बिग फ्यान हो? बहिनीहरू नै हो नि त। ल तौराठीमा यहाँलाई स्वागत छ। आयो मिस्टर कैलाशी मेरो युट्युब च्यानल तौराठीमा म फेरि पूर्ण रूपमा यहाँलाई स्वागत गर्न चाहन्छु। म चाहिँ अहिले तौराको आजगाछीमा छु। म चाहिँ यताउता र रमाइलो टाइपको मान्छे सबलाई म हँसाउन चाहन्छु। त्यही भएर म अहिले भ्लग बनाइरहेको छु। अब यतिखेर म अहिले आजगाछीमा टक्क एउ गर्दै अब अगाडि बढिरहेको छु। थियो यो आजगाछीको कुन्टोल हो, मलाई थाहा छैन। मेरो अङ्कल अहिले अब जस्तै आधा मेरो अङ्कल हुनुहुन्छ। अब कुन्टोल हो यो मिलन चोक। मिलन चोकमा हामी गला मिलिसक्यौँ। तौराठी टिममा फेरि पुनः रूपमा अगाडि बढ्छु है। मैले यहाँ मिलन चोकमा गला मिलिसकेको छु। यहाँ मैले सानो छोटे भेटेको छु। भाइ के छ? के छ तेरो नाम? कस्तो छ? क्या खैछो? खाना खेबी? अभी खेबी कि बाद में खेबी? बाद में खेबी? खाने का टाइम नहीं हुआ? ठीक है हम चलते ठीक है। ल अब म यहाँबाट प्रस्थान गर्न लागेको छु। हाम्रो 21 शताब्दीको सबैभन्दा ह्यान्डसम दाई हुनुहुन्छ, राहुल दाई भन्नु, उहाँलाई चिन्न सकिन्छ। उहाँ दिएर जो पनि मोहित हुनसक्छ, उहाँबाट जो पनि मोहित हुन्छ। क्या फोल्नु त चिरा देखाइदिनु नि हाम्रो सानीहरूलाई। क्या फोल्नु त दाई? राहुल बडे भैया उहाँ चाहिँ मेरो दाई हो, अग्रज दाई हो है। ल अब तौराठी अगाडि बढ्दैछ 70-80को रफ्तारमा टिटिटिट अगाडि बढ्दैछ है। अब मेरो हल्का पिलो आयो जस्तो छ। पिलो आयो नआओस् म चाहिँ अब मतलब होइन। म चाहिँ अब अगाडि बढिरहेको छु 170-80को रफ्तारमा। अब आजगाछीबाट म चाहिँ यहाँ मेरो साथीहरूलाई भेट्ने केही काम छ, त्यहाँ भेटेर म ब्याक टु द तौरा जान्छु। म चाहिँ मेरो फ्यानहरुसित छु आजगाछीमा। तौराठीमा फ्यान भेटिरहेको छु। फ्यान पाइरहेको छु। भाइलाई तौराठीमा स्वागत छ। भाइको शुभ नाम? शुभ नाम के हो? नाम क्या है मेरो भाइ? नाम अमित। ए अमित ल ठिक छ। तौराठीमा स्वागत चाहिँ यहाँबाट अगाडि बढ्यो है। यहाँ अब फुटबल म्याच हुँदैछ। अब बायनका भविष्यको कर्णधार भन्नुपर्छ। भविष्यमा फुटबल प्रेमी महानुभावहरू पछि अब भविष्यमा कसको जीवन कतिखेर कहाँ परिवर्तन हुन्छ, कतिखेर ठुलो ठाउँमा पुग्छ कसैलाई थाहा हुँदैन। त्यो भावीको लेखान त भन्छ। अब जो पनि लेखेर आएको हुन्छ के कस्तो मलाई त्यो केही थाहा छैन है। अब तौराठी 180-70को रफ्तारले अगाडि बढो। अब यहाँबाट टक्क म अगाडि बढेँ। अब यहाँबाट म टक्क यहाँ हाम्रो अर्को फ्यानहरूले फुटबल खेल्नु हुँदैछ, त्यहाँ म अगाडि बढेँ 180/70को रफ्तारमा है। तौराठीमा म यहाँलाई पुनः स्वागत गर्दै म अगाडि बढ्दैछु। तौरा टिभी यहाँहरूको प्यारो टिभी तौराकै अब जल्दो टिभी भन्नुपर्छ। समाजमा भइपरिरहेको केही घटनाहरूमै म तौरा टिभीमा प्रस्तुत गर्ने गर्दछु। अब यसै क्रममा म अहिले आजगाछी आपको गाछी भन्न चिन्ने आजगाछीमा छु। म चाहिँ अहिले आजगाछीमा छु। म मेरो फ्यानहरुसित छु। बाहिर मेरो फ्यान होइन? फ्यान हो। ल सबैले मेरो ठुलो फ्यान हुनुहुन्छ यहाँ। ल तौराठी सब्सक्राइब गरिदिनु। मेरो फ्यानहरूले तौराठी सब्सक्राइब गर्नु भनिरहेको छन्। ल तौराठीमा यहाँलाई फेरि म पुनः रूपमा स्वागत गर्दै तौराठी 170को रफ्तारमा अगाडि बढ्दैछ। ल तौराठीमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। टप्प म यहाँबाट 180/70को रफ्तारमा अगाडि बढ्दैछु।
है अब बढ्ने क्रममा छु। यहाँ कुकुरको झगडा पल्ला पल्ला जस्तो भयो, कुकुरको आवाज आइरहेको छ है, त्यही भएर यहाँबाट म अगाडि बढ्दैछु। कुकुर एट्याक हुन्छ क्या हो। यहाँबाट 170-80को रफ्तारमा म आफगासी चोक आइसकेँ। आफगासी चोकको हाम्रो यहाँ अङ्ग्रेज व्यक्तिहरूको घर पर्छ। हाम्रो मिटरीका मेयर हाम्रो आदरणीय अङ्ग्रेज दाई यहीँनिर पर्ने गति छ। अब यहाँबाट म 180-70को रफ्तारमा अगाडि बढेँ। तरुरा अगाडि बढ्यो 180-70को रफ्तारमा टिट अगाडि बढ्यो है। अब म चाहिँ मेरो यहाँ फ्यानहरूसित छु। भाइहरू मेरो फ्यान होइन, फ्यान मात्र हो कि बिग फ्यान हो? गीत गाइदिनु पऱ्यो नि त, गीत गाइदिनु पऱ्यो नि त। लुकी लुकी हेर्ने गर्छु तिम्रो तस्बिर अझै पनि, मेरै मात्र मान्छे हौ जस्तो लाग्छ अझै पनि। ल तराडीमा भाइलाई स्वागत छ। ल टक्क म यहाँबाट चाहिँ अगाडि बढेँ। अब यहाँबाट अगाडि बढ्ने क्रममा म अब आफगासीबाट तरातिर प्रस्थान गर्दैछु। तरा जाँदैछु। तरा टिममा म फेरि पुनः सुरुमा स्वागत गर्दैछु। म फेरि एउटा बानी भने बानी बसेपछि एउटा ह्याबिटै हुँदो रहेछ क्या। म चाहिँ पूर्ण रूपमा भन्दा चाहिँ मेरो एउटा बानी नै भइसक्यो क्या। जुम्मा चुम्मा भने जस्तै यो पूर्ण रूपमा भन्ने चाहिँ मेरो बानी भइसक्यो है। माइन्ड नगर्नु होला। अब एउटै शब्दहरू रमाइलो लाग्न सक्छ है। त्यही भएर म अहिले तराको आफगासीबाट तरा प्रस्थान गर्दैछु। अनि प्रस्थान गर्ने क्रममा म आफगासीमै छु। अब म केही समयमा तरा प्रस्थान गर्दैछु। सायद तरा जानु मलाई आफगासीबाट हेर्दा होइन 7 मिनट जति लाग्छ, तर म अलिक स्लो हिँड्दैछु किनकि म यो भ्लग बनाउनु पर्दा सुट गर्नुपर्ने हुँदा, त्यही भएर अलिक मलाई पनि गाह्रो हुन्छ। तरा टिभी यहाँबाट 180-70को रफ्तारमा अगाडि बढ्दैछ, तर स्लो मोसनमा छ तरा टिभी यतिखेर। अब स्लो मोसनमा भएको कारण तरा अगाडि बढिरहेको छु। अब यतिखेर म अहिले कोही मान्छे पनि तराको पुष्पाञ्जली पार्कमा घुम्न। म चाहिँ यहाँ मेरो फ्यानहरूसित छु। तपाईँहरू मेरो फ्यान होइन? फ्यान मात्र बिग फ्यान हो। साह्रो दिनु पऱ्यो नि त। खाने खानमा छैन? ल खाना खानु पर्यो। तरा टिभी 180-70को रफ्तारमा यहाँबाट अगाडि बढ्यो। यहाँबाट अगाडि बढ्ने क्रममा अहिले म तरातिर प्रस्थान गर्दैछु। आफगासीबाट तरा म जाँदैछु यहाँबाट। अब म यहाँ